दार्चुलाको लागि पुल निर्माण गर्नको लागि आर्थिक सहयोग त जुटी नै रहेको छ र अहिले फेरि यहाँ भर्खरै सुम्निमा पारुहाङको प्रतिमा निर्माण गर्नको लागि आर्थिक सहयोग फेरि जुटेको छ। एउटा चाहिँ म नमस्कार एन्ड सल्युट पनि गर्न चाहन्छु। विभिन्न शीर्षकमा अथवा अभियानहरूमा चाहिँ दाताहरूले सहयोग गर्दै गर्दाखेरि अहिले भने फेरि पुनः यहाँ चाहिँ नि टी सर्ट आएको छ भन्ने कुरा छ होइन। टी सर्ट कहाँदेखि कसको लागि अथवा कुन ठाउँको लागि चाहिँ दाताले पठाउनु भएको छ त? पैसा पनि म एकैचोटि लिनेछु अनि त्यसपछि हातमा परे गर्नेछु भन्दै ल साथीहरू, यति बेला हामी ठ्याक्कै सुम्निमा पारुहाङको अफिसमा यति बेला हामी छौँ साथीहरू। विशेष गरेर चाहिँ यति बेला सुम्निमा पारुहाङको लागि चाहिँ यति बेला आर्थिक सहयोग यहाँ आएको छ र विशेष गरेर चाहिँ तपाईँहरूले देख्न सक्नुहुनेछ अभिलेख गर्ने काम हुँदैछ यहाँ। ल यति बेला आर्थिक सहयोग आएको छ यहाँ सुम्निमा पारुहाङको प्रतिमा निर्माणको लागि। कहाँबाट कति आएको छ त्यो तपाईँलाई जानकारी गराउनु छ। आदङबे हजुर आदङबेसी सेवारो भन्नु म चाहन्छु। सेवारो 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 उपस्थित हाम्रा मिडियाकर्मीज्यूहरू, तपाईँहरूकै हातले गर्दाखेरि आज यो देशमा विचित्र भइरहेको छ। यति नगरेको भएदेखि हाम्रो जनताले कुरो बुझ्दैन थियो होला, समाजले कुरो बुझ्दैन थियो होला। तर समाजलाई कसरी उठाउने, कसरी उहाँहरूको चाहिँ निन्द्राबाट बिउजाउने काम तपाईहरू मिडियाले गरिदिनु भएको छ। सबैभन्दा पहिले उहाँहरू मिडियाकर्मीज्यूलाई धन्यवाद साथै सेवारो भन्न चाहन्छु। सेवारो यसै सिलसिलामा हाम्रो युमाथेबा भने पनि, सुम्निमा पारुहाङ भने पनि, शिवजी पारुङ भने पनि हाम्रो आफ्नो रीतिरिवाजले आफ्नो तरिकाले हामी गर्दैछौँ। कसैको हेला छ, कसैको फेला छ, कसैको ढिला छ, कसैको सुस्ती छ। कृपया गरेर अनर्थ नसम्झिदिनु होला। हामी सबै एकै हो। सुम्निमा पारुङ त्यहाँ बन्छ भने भोलि विजयपुर डाँडामा पनि बन्छ। त्यसरी नै कर्मश जाने हो। तातै खाउँ जालै मारौँ नगरौँ। सबैले आफ्नो आफ्नो ठाउँबाट पहल गरेर आफ्नो देशमा सबभन्दा पहिले त पर्यटनलाई भित्र्याउने र देश विदेशमा रहनुहुने अरू जातका गोराहरू, अरू जातका चाइनिजहरू, अरू जातका जापानिजहरू सम्पूर्णलाई यो धरानमा आएर अवलोकन गरोस् र हाम्रो इतिहास के हो भनेर बुझोस् र हाम्रो देश कस्तो भनेर उहाँहरूले हाम्रो खाएको लाएको हेर्दैन। सबभन्दा हाम्रो पुर्खौली के हो, कसरी यिनीहरूको जीवन याचना भयो, कसरी उहाँहरू चाहिँ पछि पर्यो, कसरी चाहिँ उहाँहरू चाहिँ बुझ्नु ढिलो भयो, कसरी चाहिँ उहाँहरू चाहिँ हामी नेपालीहरू चाहिँ एकदम अकाडा भयौँ भन्ने खालको हिसाबले उहाँहरू हेर्न आउनुहुन्छ। तर हेर्न आउँदाखेरि हामीले त्यो तीर्थस्थल बनाएर त्यहाँ सेवा गऱ्यौँ भने हामीलाई अलिकति चेतनामूलक र अलिकति तपाईँको सभ्यतामूलक, अलिकति हामीलाई कुनै पनि पढाइहरू, कुनै पनि वैज्ञानिक ढङ्गहरू चाहिँ सिक्ने एउटा ठुलो अवसर ढिलो भयो। आजभन्दा 200 वर्ष अगाडि नै हुनु पर्थ्यो, तर हामी एकदम ढिलो छ। अब यो जनचेतना फैलाउनको लागि हामी सुम्निमा पारुहाङ तथा युमाथेबा तथा शिवजी पार्वतीलाई उनीहरू एउटै हो, देउता एउटै हुन्छ, पुकार्ने मात्रै बेग्लै हो। त्यसले गर्दाखेरि सबैले हजुर आशीर्वाद पाओस् ताकि त्यही सुम्निमा पारुहाङ भन्दै म फेरि पनि सेवारो भन्न चाहन्छु। यसै क्रममा यहाँ आउनु भएको छ हाम्रो गुरुजीहरू। पहिले मलाई परेड खेलाउने, पहिले मलाई पल्टनमा सिकाउने, एकदम बाठो मान्छेलाई लेभलमा ल्याउने, तल लाटा मान्छेलाई माथिल्लो लेभल बराबर ल्याएर चाहिँ सिकाउने गुरुजीहरू हुनुहुन्छ। यी सिकाउने गुरुजीहरूलाई मेरो तर्फबाट र दत्त कुमार भाइबाट चाहिँ म नमस्कार एन्ड सल्युट पनि गर्न चाहन्छु। यसै क्रममा यो सुम्निमा पारुहाङको मूर्ति बनाउनको लागि उहाँहरूले सहयोग गर्ने दाता यो नाम म पुकार्छु, गुरुजीहरूको नाम नम्बर पुकार्छु।
पहिलो हुनुहुन्छ 21150961 राइफलम्यान भने पनि आरएफएम भने पनि सिपाही भने पनि जे भने पनि उहाँ एकदम बहादुर सिपाही प्रेम बहादुर कोयु राई टेन्जियर र उहाँको श्रीमती पद्मश्री राई। दिदी पद्मश्री राई म दत्तभाइबाट सेवारो भन्न चाहन्छु। र उहाँहरूको ठेगाना हो इलाम मङसेबुङ 2 दुवङ्गा गाउँ दह गाउँ हाल युकेमा हुनुहुन्छ। उहाँलाई धेरै धेरै धन्यवाद सेवारो। र उहाँहरूले चाहिँ सुम्निमा पारानको लागि 1,18,176 रुपियाँले के अरे दान गर्नुभएको छ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै क्रममा अर्को हुनुहुन्छ दाता 2114 अझ पुराने गुरुजी। उहाँ त मेरो बाउ सम्मानको हुनुहुँदो रहेछ। सलोट मेरो बाउ सम्मानको लागि म सलोट गर्न चाहन्छु। 2114 7961 सार्जन कुलबहादुर कोयु राई QGS क्विन्स गोर्खा सिग्नलमा हुनुहुँदो रहेछ। उहाँको श्रीमती पार्वती देवी लावती पछि उहाँ चाहिँ बे भएपछि राई हुनुभएको छ। उहाँ दिदीलाई पनि मेरो सेवा र भन्न चाहन्छु। र उहाँहरूले पठाउनु भएको छ 1,01,01 रुपियाँ। उहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो हाम्रो पैसा लिएर आउनुहुने यता नाम भनिदिनुहोस् त हजुर। धनजित राई यता भन्नुहोस् त हजुर। MS राई र धनजित राई उहाँहरू आउनु भएको छ। उहाँहरूलाई पनि मेरो सेवा र नमस्ते। यता पनि हजुर सेवा र नमस्ते भन्दै म यो बिल भाउचर एकैसाथ म दिनेछु र यो पैसा पनि म एकैचोटि लिनेछु अनि त्यसपछि हातमा परे गर्नेछु भन्दै मेरो सानो मन्तव्य यिनै म अन्त गर्न चाहन्छु। हजुर केही 2 शब्द बोल्दिन मलाई आग्रह गर्न चाहन्छु। धन्यवाद दत्त सर। र आज यहाँहरूको अफिसमा हामी आउने अवसर मिल्यो। त्यो कारणले मिल्यो कि सबैभन्दा पहिला त हाम्रो श्रमदानको प्रणेता अहिले माननीय हर्कराज साङपाङ राईज्यू, उहाँलाई सर्वप्रथम त मैले पहिला पनि बधाई दिनको लागि कतिपल्ट मैले फोन गरेँ तर फोन उठ्न सकेन। र उहाँले सुनसरी क्षेत्र नम्बर 1 बाट उहाँ अहिले जितेर काठमाडौँ पनि गइसक्नु भएको छ। उसको लागि पनि उहाँलाई उहाँको कार्यकाल एकदमै सुगम रहोस् र उहाँले सोचे जस्तो सुन्नीमा पारुहाङले पनि आशीर्वाद दियोस् र उहाँले चिताएको काम पूर्ण रूपमा प्राप्ति होस् भन्दै म सुन्नीमा पारुहाङप्रति पनि म नमन गर्न चाहन्छु। र आज युकेमा रहनुभएको मेरो फुफू र फुफाजू र काका र काकीहरूले उहाँहरूले पठाउनु भएको अनुदान मैले यहाँ धरानमा गएर दत्त साहबलाई हस्तान्तरण गरेको पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र उहाँहरूले चिताएको जे चिताएर उहाँहरूले पठाउनु भएको छ र त्यो पैसाले उहाँहरूले केमा पठाउने भनेर उहाँहरूले चिताएको काम पनि पूर्ण होस्। र मैले आज उहाँहरूले पठाउनु भएको रकमहरू मैले दत्त साहबकोमा मैले जम्मा गरिसकेको कुरा पनि म यहाँबाट नै यहाँहरूको मिडिया साथीहरूको बाट पनि म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। र विशेष गरेर आज हाम्रो प्रणेता हाम्रो माननीय हर्कराज साङपाङज्यूले जस्तो किसिमले आज देशमा एउटा उथलपुथल ल्याउनु भएको छ, त्यस्तै गरेर जसरी जनताले उहाँलाई साथ सहयोगहरू दिएको छ र दिनको लागि पनि सबै जनताहरू अगाडि परेको छ। र अहिले पश्चिम दार्चुलामा पनि एउटा झोलुङ्गे पुल निर्माण गर्नका लागि उहाँले राख्नुभएको कुरोहरू संसारभरि फैलिएर गएको छ। त्यो काम पनि समयमा सदुपयोग एकदमै राम्रो तरिकाले सदुपयोग भएर सफल होस् भन्न कामना गर्दै म मेरो फुपू फुपाजू र काका काकीहरूलाई आज उहाँहरूले पठाउनु भएको रकमको रसिदहरू मैले पाइसकेको छु। र अझै पनि उहाँहरूले पश्चिमतर्फको धारचुलातर्फ पनि उहाँहरूले चाल पाउनु भएको छैन भने पनि यहीँबाट चाल पाएर त्यतातिर पनि केही सहयोगहरू अनुदान गर्न यदि चाहनुहुन्छ भने उहाँहरूले गर्न सक्नुहुन्छ भन्दै म पनि मेरो 2 छोटो शब्दलाई यहीँ टुङ्गाउन चाहे। हवस् त, नमस्कार। र हाम्रो पत्रकार मित्रहरूलाई पनि धेरै धेरै धन्यवाद। दर्शकबिन यति बेला 1 बोरा टी-सर्ट श्रमदाताहरूको लागि आएको छ। यहाँ अगाडिपट्टि हामी यहाँ देख्दैछौँ
टी सर्ट हो यो चाहिँ यति बेला यो टी सर्ट चाहिँ माध्यम बनेर नवीन लिम्बू उहाँले चाहिँ ल्याउनु भएको छ होइन। यति बेला उहाँले चाहिँ यो चाहिँ नै ओपनिङ गर्दै हुनुहुन्छ। सौजन्य ल यो खोलेर अहिले देखाउँला नि त होइन, खोलेर देखाउँला। कति पिस हो जम्मा? ए ल ल ए फुल हो ल। कुन देशबाट आएको? युएसए होइन, युएसएबाट सौजन्य युएसएबाट ल। यो चाहिँ अहिलेसम्म त्यही त, यो त दामी छ त। ल सुरु ल भयो यता भयो, दुईजना रेडी भयो ए यता फेरि यता रेडी। ल नमस्कार सम्पूर्ण देश तथा विदेश रहनुभएका महानुभावहरूलाई मैले आज के जानकारी गराएँ भने तपाईँहरूलाई सबैलाई आज चाहिँ विशेष गरी यहाँ युएसएबाट टी सर्ट सौजन्य गर्नुभएको हाम्रो ममता राई मेची नगर 2 मिनी माउन्टेन टोलका श्रमदाताहरूलाई चाहिँ विशेष गरी यो श्रमदानको व्यवस्थापन गर्नुको लागि गर्नुभएको रहेछ। र अहिलेसम्म राम्रो एकदम राम्रो देखियो। यो अहिले हाफ टी सर्टमा त हाफ हामीले लगाएको चाहिँ हाफ छ होइन। उहाँले चाहिँ एकदम फुल टी सर्ट सौजन्य गर्नुभएको रहेछ। उहाँलाई चाहिँ हाम्रो श्रम संस्कृति पार्टीको तर्फबाट धेरै धेरै मुरी धन्यवाद दिन चाहन्छु। र अब यसै सन्दर्भमा हाम्रो मणि दाइ के भन्नुहुन्छ? सम्पूर्णमा नमस्कार। विशेष गरी त उहाँको ममता हो, ममता राईले हाल चाहिँ कहाँ हुनुहुन्छ? मेची नगर 2 मिना है, यो के हो यो चाहिँ माउन्टेन टोल मा चाहिँ उहाँले चाहिँ श्रमदाताहरूलाई चाहिँ भित्रै मनदेखि होइन चाहेर उहाँको सहयोगी मन होइन लाई धेरै धेरै धन्यवाद दिँदै र हाल चाहिँ उहाँ युएसएमा हुनुहुन्छ। यस्तै यस्तै हाम्रो सहयोगीले गर्दाखेरि हाम्रो श्रम संस्कृति पार्टी अहिले ऊर्जा भएको छ। त्यसले गर्दाखेरि सम्पूर्णलाई उहाँले चाहिँ एकदमै हाम्रो टिम तर्फबाट पनि धन्यवाद दिन चाहन्छौँ। र उहाँलाई जति सहयोग यो श्रमदाताहरूलाई एकदमै माया गरेर चाहिँ सहयोग गरिदिनु भएको छ, उहाँलाई धेरै धेरै धन्यवाद। अरू त हामी के भन्नु छौँ, के चाहन्छौँ र है, यही त हामीले सन्देशमूलक उहाँलाई चाहिँ धन्यवाद दिन चाहन्छौँ। हामीलाई माया गरिदिनु भएकोमा, उहाँलाई देशप्रति एकदमै चासो चिन्ता भएको हुनाले यसै गरी सबैजना हाम्रो दाताहरूले अहिलेसम्म यो चाहिँ हाम्रो अभियानलाई चाहिँ एकदमै माया गरेर उहाँहरूले चाहिँ दिइराख्नु भएको छ। त्यसमै हामीले एकदम सलाम गर्नु चाहन्छौँ, धन्यवाद दिन चाहन्छौँ। धेरै धेरै एकदमै खुसी लागिरहेछ हामीलाई होइन। त्यसको लागि हामी अभियान त श्रमदातै हो, हामी पनि श्रमदाताको हैसियतले गर्दाखेरि पनि उहाँलाई एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। र हाम्रोमा 50 पिस आएको रहेछ, तर यहाँ चाहिँ जनाइएको छैन। तर उहाँको टी सर्ट चाहिँ यसपालिको एकदमै क्वालिटी पनि राम्रो छपाई भएको छ होइन। र यो गर्मीमा जति हामीले श्रमदान गरिन्छ एकदम फुल बाहुला लाएर चाहिँ एकदम डढ्ने स्थिति पनि छैन होइन। राम्रो छाला गोरो नै रहने भयो यो टी सर्ट लगाइसकेपछि। र अरू श्रमदाता चाहिँ हामीले गर्दाखेरि एकदमै चिनिने नचिनिने हिसाबले हामी काम गर्छौँ। र यो टी सर्ट जब आयो अब चाहिँ मान्छे एकदमै झापा श्रमदानवासी एकदमै गोरै रहने गरी उहाँले श्रमदान गर्नुहुन्छ भन्न आशा गर्दै उहाँहरूले अब केही मायावीलाई होइन सम्पूर्णलाई सबैजनालाई नमस्कार। सहयोगी दाताहरूलाई नमन छ, हृदयदेखि धेरै धेरै धन्यवाद हजुरहरूलाई। ममता राई मेची नगर 2 मिति के अरे माउन्टेन टोललाई श्रमदाताज्यूहरूलाई चाहिँ 50वटा बेस्ट टी सर्ट चाहिँ उहाँहरूले श्रमदानको टी सर्ट सौजन्य गर्नुभएको रहेछ। उहाँहरूलाई मुरी धन्यवाद। सुमिमा पारुङले सधैँ रक्षा गरून्, 33 कोटी देवताले रक्षा गरून् है। अनि हामीलाई तपाईँहरू बिना हुँदैन, हामी बिना तपाईँहरू हुँदैन। थोपा मिलेर समुद्र बग्छ भने जस्तै तपाईँहरूको हात हाम्रो साथ तपाईँहरूको हात, सबैजना मिलेर एक अर्कामा एकजुट भएर श्रम संस्कृति पार्टीलाई नि हामीले एक स्थान भयो भने माथिसम्म पुर्याउन
हामी सबैजनाको उत्तिकै हात छ होइन। हामी एकदमै खुसी छौँ। हामीले 7 सिट जितेर जाँदा नि हामीले 100 सिट जितेको जस्तो अनुभव छ। हामी एकदमै खुसी छौँ। हाम्रै सरकार जस्तो लाग्छ हामीलाई। सबैजनालाई मलाई जस्तै होला है, त्यस्तै मान्नु होला। सबैले पोजिटिभ सोचेर अझै पनि हाम्रो श्रम संस्कृति पार्टीको अध्यक्षज्यू माथि पुगिसक्यो भनेर हामी चाहिँ एकदम चुप लागेर बस्ने होइन। यसरी नै साथ गरिरहनुपर्छ। हामी पनि यहाँ श्रमदान गरिरहनुपर्छ। त्यसैले हामी अझै पनि माथि पुग्नुलाई अझै पनि हामी श्रमदाता पनि एकजुट भएर सबैजना एकजुट हौँ र हजुरहरू सहयोगी दाताहरू पनि कहिले पनि नथाक्नुहोस् है। अझै पनि तपाईँहरू माथि हामी पूर्ण आशा राख्दै मेरो 2 वचन हजुरहरू सामु पुगोस्। तपाईँहरूलाई धेरै धेरै धन्यवाद है त। सम्पूर्णमा सेवाहरू नमस्कार। म चाहिँ यहाँ के अरे ममता राई ज्यूलाई धेरै धेरै हार्दिक धन्यवाद दिन चाहन्छु। उहाँले स्पोन्सर गर्नुभएको यो टी सर्ट रहेछ होइन, हामी श्रमदातालाई मुरी धन्यवाद दिन चाहन्छु। यति नै है, धन्यवाद। यो चाहिँ अलिकति भिन्नै हात पुरै बौला रहेछ है। अनि यो पुरै बौला हुँदा चाहिँ हामीलाई चाहिँ एकदमै सजिलो, गर्मी महिनामा चाहिँ घाम। अनि त्यसै कारणले यहाँ दिदी तपाईँहरूलाई पनि भनेको छ भनेको चाहिँ एउटा दिनै भनिन्छ भाइले अघि। गर्मी महिनालाई चाहिँ सजिलो भयो, हात नडढ्ने घाममा। पैसा पनि जोगिनु भयो, हाम्रो हात पनि एकदम है कालो भइरहेको थियो, अब सेतो हुनु भयो। ठिकै छ, पाउनु भएन पनि फोटो खिचेर जानु। धन्यवाद। के साह्रो।